यी 6 ठाउँबाट चाहिँ हैन टाढै रहनु जाति हुन्छ अरे क्या। कस्तो भन्दा जहाँ विश्वास दिलाउन बारम्बार बाध्य बनाइन्छ, जहाँ तपाईको बेवास्ता हुन्छ अनि जहाँ तपाईको अनुपस्थितिले कसैलाई फरक पार्दैन, जहाँ राम्रो गरे पनि प्रत्येक पटक तपाई गलत साबित हुनुहुन्छ, जहाँ तपाईको मूल्य केवल आवश्यकतामा निर्भर पर्छ र जहाँ बस्दा शान्ति होइन तनावको मात्रै अनुभूति हुन्छ, यी ठाउँमा चाहिँ नजाँदा जाति हुन्छ हैन। अनि अर्को यस्ता मान्छेहरूको चाहिँ संगत त्याग्नुपर्छ अरे। कस्ता भन्दा कुलतमा लागेका अनि नकारात्मक सोच भएका, सधैँ गुनासो मात्रै गरिरहने अनि सधैँ आफ्नो फाइदाको लागि मात्रै सम्बन्ध राख्ने, बारम्बार झुट बोल्ने, धोका दिने, विश्वास तोड्ने अनि अरूलाई होच्याउने, अपमान गर्ने वा तुच्छ ठान्ने अनि तपाईको सफलता वा खुसीमा दुखी हुने, यस्तो साथी पनि काम छैन। संगत नगर्दा हुन्छ हैन। अनि आलोचना मात्रै गर्ने क्या, जे गरे पनि जस्तो गरे पनि जति राम्रो गरे पनि हैन, आलोचना मात्रै गर्ने, कहिले राम्रो गरेको नदेख्ने है। अनि हौसला पनि नदिने, खाली खोट मात्र लगाउने, हिंस्रक खालका मान्छेको पनि संगत नगर्दा राम्रो रे।